र कथा श्रवणार्थ ग्रामवासी भक्त सज्जनहरू जति पनि आउँदै हुनुहुन्छ हजुरहरूले अत्यन्त चाँडो गरेर श्री सद्गुरु भगवान की हरदम मेरो भक्ति न छूटो कालो हटाई ज्ञान दिलाओ कालो हटाई ज्ञान दिलाओ हे प्रभु मेरो घनश्याम हे प्रभु मेरो घनश्याम तीव्रो हरदम मेरो सुगंधित प्रेम चढ़ाओ चंदन बनती मिलाया धूप सुगंधित धूप सुगंधित प्रेम चढ़ाओ चंदन मधुबन हरदम मेरो तीव्रो हरदम मेरो श्री हरि शरणम श्री हरि जय श्री राधे श्री राधे श्री राधे मणिकर्ण जय श्री राधे श्याम हरिओम हरिओम हरि ओम वक्रतुंड महाकाय कोटि सूर्य समप्रभा
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा विनायकं गुरुं भावं ब्रह्मा विष्णु महेश्वरा सरस्वती प्रणम्यादौ धर्मकामार्थसिद्धये बर्हापीडाभिरामं मृगमदतिलकं कुण्डलाक्रान्तगण्डं कञ्जाक्षं कम्बुकण्ठं स्मितसुभगमुखं स्वाधरे न्यस्तवेणुं श्यामं शान्तं त्रिभङ्गं रविकरवसनं भूषितं वैजयन्त्या वन्दे वृन्दावनस्थं व्रजयुवतिशतवृतं ब्रह्मगोपालवेशम् आनन्दमानन्दकरं प्रसन्नं ज्ञानस्वरूपं निजभावयुक्तं योगीन्द्रमिद्यं भवरोगवैद्यं श्रीमद्गुरुं नित्यमहं भजामि। वंशाकल्पतरोभ्यश्च कृपासिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। अचतुर्वदनो ब्रह्मा द्विबाहोरपरो हरि अबाललोचना सम्वरो भगवान् बादरायण भगवान् बादरायण। परम मंगलमय परात्पर अखिलेश्वर अकारण कारण करुणा वरुणालय भक्त वांछा कल्पतरो तड़िद्वित विनंदित पीतांबरधारी उन्हीं श्री हरि को प्रत्यक्ष वांग्मय प्रतिस्वरूप श्रीमद्भागवत महापुराण उन्हीं परब्रह्म परमात्मा भगवान श्री हरि का असीम अनुकंपा द्वारा ने ये सप्ताह ज्ञान महायज्ञ अंतर्गत स्थापित पूजित संपूर्ण देवी देवता का चरण में सादर वंदना कर दई उन्हीं सर्वेश्वर प्रभु भागवत भगवान का चरण में सतत कोटि नमन कर दई। व्यासासन आसीन गुरुदेव गणपति लगायत अन्य संपूर्ण भूदेव का चरण में नमन कर दई। गला र कला का प्रतिभा संपन्न कलाकार बंधुहरू ये सप्ताह ज्ञान महायज्ञ को आयोजना गरेर हजुर हामी सबैलाई कृतार्थ बनाउन हुने प्रमुख आयोजक कर्ता परिवार बस्नेत परिवार एवं समुपस्थित भक्तिमती माताहरू भावमय पिताहरू साथै धर्मप्राण युवा दाजुभाइ आफ्ना स्वर्गीय पितृपितामह प्रपितामह खम्बसिंह जगत बहादुर श्रीमान माता पितामही प्रपितामहीहरू नरमाया छविमाया ललिकला माता महादी माण्डव्य गोत्रीय गर्जसिंह मनमाया दशरथ यथा यथा नाम र काका फुपू मधुमाया आत्रेय गोत्रा सरस्वता र बुहारीहरू अप्सरा देवी कविता मामा ढण्डुराम रामचन्द्र र ठुलेमाहरू भारद्वाज गोत्रा लक्ष्मीमाया पवित्रा आत्रेय गोत्र सानीमा बुहारी रामकुमारी सासु ससुरा गायत्री गुरु
लगाए संपूर्ण ज्ञात अज्ञात जाने का न जाने का संपूर्ण 21 कुल पितृहरूको मोक्षको कामना गर्दै र आफू लगायत आफ्ना सन्ततिहरूमा परिवारमा सुस्वास्थ्य दीर्घायुको कामना, उज्जवल भविष्यको कामना, उत्तरोत्तर प्रगतिको कामना गर्दै बस्नेत परिवारद्वारा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तृतीय दिवसको पनि दिवाकालीन कथा सत्रमा हजुर हामी सबैजना उपस्थित भइसकेका छौँ। आज हाम्रो तेस्रो दिनको दिवाकालीन कथा सत्र प्रारम्भ भइसकेको छ र आउनुहोस् कथालाई प्रारम्भ गर्न पूर्व 2 मिनेट भगवानको नाम संकीर्तन गरौँ अनि त्यसपश्चात पुनः हामी कथामा प्रवेश गर्नेछौँ। भन्नुहोस् विघ्नहर्ता श्री गणेश भगवानको जय, श्रीमद् भागवत महापुराण को जय, राधा कृष्ण भगवान को जय, वृंदावन बिहारी लाल को जय, राष्ट्रपति पशुपतिनाथ को जय, कनकाई माई भगवती को जय, सिद्ध पार्थिवरा भगवती को जय, गजमुखी माता को जय, यत्र तत्र ग्रामादिष्ट संपूर्ण देवी देवताओं को जय, श्रीमद् भागवत महापुराण को जय, सप्ताह ज्ञान महायज्ञ को जय, आयोजक बसनित परिवार को जय, अपना अपना गुरुदेव को जय, वैदिक सत्य सनातन धर्म को जय, कौशिक गोत्रीय संपूर्ण पितृहर को पितृ खम्ब सिंह को माता नरमाया को सपत्न माता छली माया को ज्ञात अज्ञात संपूर्ण पितृमातृहरु को जय जय श्री राधेश्याम हर 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 महादेव शंभो। गोविंद गोविंद राधे 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 गोविंद गोविंद राधे 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 गोविंद गोपाल राधे गोविंद राधे गोपाल राधे गोविंद राधे गोपाल राधे गोविंद राधे गोपाल राधे 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 गोविंद गोविंद 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 राधे मन में राधे हृदय सदन में राधे तन में राधे मन में राधे हृदय सदन में राधे तन में राधे मन में राधे हृदय सदन में राधे तन में राधे मन में राधे हृदय सदन में राधे रंजन के हृदय में राधे घर आंगन में राधे चंदन के हृदय में राधे घर आंगन में राधे 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 गोविंद गोविंद 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 राधे गोविंद राधे गोविंद गोविंद राधे 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 गोविंद
श्रीमद्भागवत महापुराण को जय सप्ताह ज्ञान महायज्ञ को आयोजक बसने परिवार को जय आज का आनंद को जय 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 श्री राधे श्याम हर 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 महादेव शंभो। भागवत का द्वितीय स्कंद का कथाहरूलाई र नारदजीले ब्रह्मासँग सृष्टिका विषयमा प्रश्न गरिसके पश्चात सृष्टिका विषयमा चर्चा गरेर सुनाउनु भयो। अनि ब्रह्माजीले नारायणसँग प्रार्थना गरेपछि नारायण भगवानले ब्रह्मालाई चतुश्लोकी भागवतको ज्ञान दिएर अनि विश्राम हामीले लिएका थियौँ। र सुखदेवजीले राजा परीक्षितलाई भन्नुभयो, राजन तिमीले मसँग जुन सृष्टिका विषयमा प्रश्न गर्यौ त्यही प्रश्न एकचोटि विदुरजीले मैत्रेय नाम गरिएका ऋषिसँग पनि गर्नुभएको थियो। एकजना विदुर नाम गरिएका महामन्त्री हुनुहुन्थ्यो, उहाँले पनि मैत्रेय ऋषिसँग पनि त्यही प्रश्न गर्नुभएको थियो। म तिमीलाई विदुर र मैत्रेयको संवाद सुनाउँछु भनेर भन्नुहुन्छ। र तृतीय स्कन्द प्रारम्भ हुन्छ यहाँदेखि उता। एवमेतद पुरा पृष्ठो मैत्रेयो भगवान् किल क्षत्रावनं प्रविष्टेन त्यक्त्वा स्वगृहमृद्धिमद। राजन, मैत्रेय नाम गरिएका ऋषिले विदुरजीलाई सृष्टिका विषयमा कथा सुनाउनु भयो भनेर सुनाउने बित्तिकै विदुरजीले प्रश्न गर्नुहुन्छ, गुरुदेव अर्थात् परीक्षित भन्नुहुन्छ, गुरुदेव यी विदुर भनेका को थिए? सुखदेवजी भन्नुहुन्छ, विदुर भनेका तिम्रा पितामह हुनुहुन्थ्यो, हजुरबुवा हुनुहुन्थ्यो। सबैभन्दा जेठा थिए धृतराष्ट्र, माइला थिए पाण्डु, कान्छा थिए विदुर। विदुरको जन्म भनेको दासीबाट भएको, त्यसैले उहाँलाई दासीपुत्र भनेर भनिन्छ। यसै विचार गर्ने हो भने तीनैजना व्यासजीका पुत्र थिएन। व्यासजीका पुत्र हुन् धृतराष्ट्र पनि, पाण्डु पनि र विदुर पनि। तर विदुरकी आमा चाहिँ दासी भएका कारणले गर्दा दासीपुत्र भनेर सबैले भन्ने गर्दथे विदुरजीलाई। धृतराष्ट्र राजा बन्नु भएको छ। धृतराष्ट्रका दरबारमा विदुरजी हातमा धनुष बाण लिएर दाजुको राजाको आज्ञालाई पालना गरेर मन्त्री पदलाई सम्हालेर उहाँ बस्नु भएको थियो, मन्त्री बनेर। अनि कौरव र पाण्डवका बीचमा महाभारतको युद्ध हुने कुरा भयो, चल्दै थियो। त्यतिखेर भगवान श्रीकृष्ण शान्ति दूत बनेर आउन लाग्नुभयो। पाण्डवहरूको पक्षबाट युद्ध नगरौँ अब भनेर शान्तिको प्रस्ताव लिएर भगवान श्रीकृष्ण चन्द्र जब आउन लाग्नुभयो, विदुरजीले भन्नुभयो राजसभामा राजालाई, धृतराष्ट्रलाई सम्बोधन गर्दै भन्नुभयो, महाराज मेरो भतिजो हो दुर्योधन भनेको, म उसको काका र मन्त्री पनि भएका नाताले म चाहिँ यही सल्लाह दिन्छु कि यो महाभारतको युद्ध नगरौँ। यो युद्धको परिणाम राम्रो हुँदैन। अब पाण्डवहरूलाई 5वटा गाउँको प्रस्ताव आएको छ, त्यो 5वटा गाउँ दिनुपर्छ पाण्डवहरूलाई भनेर विदुरजीले त्यति मात्रै भन्नुभएको थियो। दुर्योधनले सभाका बीचबाट उठेर दुर्योधनले आफ्ना काका मन्त्रीको अपमान गरे। त्यतिखेर भने, दास्या सुतम यद बलिनैव पुष्टः, हे दासी पुत्र, जसरी कसैका घरका दैलामा कुकुर आइपुग्यो भने भातको डल्लो फ्याँकिदिन्छन् मान्छेले, रोटीको टुक्रो फ्याँकिदिन्छन्, अनि त्यो रोटी भात अर्काले फ्याँकेको अन्न खाएर जसरी एउटा कुकुर बाँचेको हुन्छ, त्यसै गरी हामीहरूले दिएको अन्न खाएर त बाँचेको छ। त्यतिबेर उल्टै मलाई ज्ञान दिन्छस् तैँले, मलाई सिकाउने मैले के गर्नुपर्छ भनेर म पाण्डवहरूलाई 5वटा त होइन एउटा गाउँ पनि दिन्न भनेर दुर्योधनले सभाका बीचमा
दुर्योधन महामन्त्रीको अपमान गरे। विदुरजीले मनमा विचार गर्नुभयो, अब यो पापको घडा भरिए जस्तो छ। किनकि जहाँ पाप अधिक हुन्छ त्यसको विनाश छिट्टै हुन्छ। अब विनाशको समय आए जस्तो छ यी कौरवहरूको। त्यसैले राम्रो कुरा भन्दा मान्दैनन्। मान्छेको विनाशको समय आएपछि, मर्ने बेला आएपछि उपदेश सुन्न मान्दैन अरे उसले। हेर्नुहोस्, ऊ रिसाउँछ, बार बार झर्किन्छ। राम्रो कुरा उसलाई पस्दैन जब ऊ गलत दिशातिर जाँदै हुन्छ। त्यसैले सम्झाउनु भएको थियो तर मानेनन्। दुर्योधनले त्यस्ता शब्द बोले। धृतराष्ट्र राजा भएर आफ्ना भाइलाई छोराले त्यत्रो नराम्रो कुरा भन्दा पनि एक शब्द बोलेनन् धृतराष्ट्र। हजुरलाई के लाग्छ महाभारतको युद्ध कसका कारणले भएको हो? हजुरलाई लाग्छ होला महाभारत दुर्योधनका कारणले भएको हो, होइन कौरवहरूका कारणले भएको हो जस्तो हजुरलाई लाग्छ होला। तर महाभारतको युद्ध भनेको धृतराष्ट्रका कारणले भएको होइन, राजाका कारणले। किनकि राजा भएर सही समयमा निर्णय दिन सक्नु पर्थ्यो, त्यो सबैभन्दा ठुलो भुल गरे उनले। आफ्ना छोराका कुरामा आएर ठुलो गल्ती गरे उनले। मुख्य कारण भनेको त्यो हेर्नुहोस्। अनि विदुरजीले तुरन्तै मन्त्री पदबाट राजीनामा दिएर त्यहाँबाट प्रस्थान गर्नुहुन्छ। जानुभयो विदुरजी महाराज। स्वयं धनुर्द्वारि निदाय मायां, धनुष बाणलाई द्वारमा राखिदिएर विदुरजी महाराज त्यहाँबाट प्रस्थान गर्नुहुन्छ। मन्त्री पदलाई परित्याग गरिदिनु भयो। जङ्गलमा गएर एउटा कुटिया बनाएर बस्नुहुन्छ। हेर्नुहोस् त, मन्त्री पद हुन्जेल पो राज दरबारमा एउटा क्वार्टरमा बस्नुभयो। मन्त्री पद छोड्ने बित्तिकै कहाँ जङ्गलमा गएर एउटा साधु सन्तको जस्तो जीवनयापन गर्न लाग्नुभयो। कुटियामा गएर बस्नुहुन्छ आफ्नी पत्नीका साथमा। हेर्नुहोस्, त्यस्तो खालको अवस्था आएको छ। हेर्नुहोस्, बडा गाह्रो समय आयो सज्जन। हाम्रा मन्त्रीहरू त्यस्तो देख्नु भएको छ। कतै मन्त्री पद छोड्ने बित्तिकै भोलिपल्टबाट जङ्गलमा गएर बसेको देख्नु भएको छ हजुरहरूले? झुपडीमा बसिया देख्नु भएको छ मन्त्रीहरू? कोही छैन। मन्त्री त पुरै छोडौँ, मन्त्रीका आसपासमा 2-4 चोटि झोला बोकेर 2-4 दिन हिँडे भने पनि महल बन्छन् उनीहरूका। होइन, मन्त्री त पुरै छोडौँ। तर विदुरजीले मन्त्री पद छोडेका भोलिपल्टदेखि उहाँ कुटिया बनाएर जङ्गलमा बस्नुहुन्छ। उता भगवान कृष्ण शान्ति दूत बनेर आउनुभयो। सबैले स्वागत गरे। विदुरजी पनि विचार गर्नुभयो, म पनि मन्त्रीमै थिएँ भने कृष्णको स्वागत गर्थे म पनि, तर म त मन्त्री पदमा छैन अहिले। बाहिर बसेर दुवैजना, विदुरकी पत्नीको नाम हो सुलभा। सुलभा अत्यन्त भगवान कृष्णकी परम भक्त थिइन् उनी। हेर्नुहोस्, साह्रै भक्ति गर्ने। विदुरले भन्दा विदुरानीमा भक्ति थियो, प्रेम थियो भगवान प्रति। दुवैजनाले भिडका बीचमा बसेर दुवैलाई निहार्नुहुन्छ। दुवैजनाले कृष्णलाई माथि रथबाट भगवानले देख्नुभयो। विदुर काका र विदुरानीलाई हेर्ने बित्तिकै विदुरानीले भन्नुभयो, देख्नुभयो कृष्णले हामीलाई पनि हेर्नुभयो। आज हाम्रो जीवन धन्य भयो, परमात्माले हामीलाई देखिदिनु भयो भनेर विदुरानीका आँखाबाट आँसु आए त्यतिखेर। किनकि भगवानले एकचोटि निहारिदिनु भयो भने भक्तको इच्छा पूर्ण हुन्छ सज्जन। त्यो इच्छा पूर्ण भएको छ आज विदुरानीको। उहाँ प्रसन्न मन हुनुभयो। अनि त्यस पश्चात अगाडि बढ्नुहुन्छ। भगवानलाई बडा भव्य स्वागत गरे। दुर्योधनले सभागृहमा लिएर गए। अनि भगवानले सबै सभागृहमा बसेका बेलामा प्रस्ताव राख्नुभयो, म पाण्डवहरूको पक्षबाट शान्ति दूत बनेर आएको हुँ। पाण्डवहरूलाई धेरै कुरा चाहिँदैन, 5वटा गाउँ दिनुहोस् तपाईँहरूले। 5वटा गाउँ दिनुभयो भने पाण्डवहरूले गरी खान्छन् भनेर भगवानले प्रस्ताव राख्नुभयो। त्यति भन्ने बित्तिकै दुर्योधन जुरुक्क उठे, अरूलाई बोल्न दिएनन्। दुर्योधनले भने, स्विचाग्र्यम नैव दास्यामि विना युद्धेन केशव। हे कृष्ण, युद्ध नगरिकन म पाण्डवहरूलाई एउटा सुईको टुप्पाको भाग जति जमिन पनि दिन्न भने उनले।
सुईको टुप्पो कति हुन्छ र कत्रो हुन्छ त्यति जमिन पनि म युद्ध नगरिकन पाण्डवहरूलाई दिन्न भने उसले त्यति भन्ने बित्तिकै भगवानले भन्नुभयो तिम्रो अन्तिम निर्णय यही हो भन्दा त्यसो भने हेर यो महाभारतको युद्ध जुन हुन लागिरहेको छ यो सानोतिनो युद्ध हुँदै छैन। यहाँ त नि मान्छेका लासका सुरवीरहरूका लासका पहाड बन्ने छन्, रगतको समुद्र जम्नेछ। यहाँ त्यस्तो खालको अवस्था आउनेछ। सानोतिनो युद्ध हुँदैन यो। भारतवर्ष सुरवीर विहीन हुनेछन्। त्यसैले यो महाभारतको युद्ध नगर भनेर सम्झाउनु भयो। दुर्योधनले मानेनन्। भगवानले भन्नु ठिकै छ परिणाम भोग अब भनेर भन्न लाग्नुभयो। दुर्योधनले भने कृष्ण मैले हजुरका लागि भनेर भोजन निर्माण गराएको छु, जाउँ भोजनालयमा भने। भगवानले भन्नुभयो म तिम्रामा भोजन गर्न सक्दिनँ दुर्योधन भन्नुभयो। किन भन्दा भोजन भनेको दुई ठाउँमा मात्रै हुन्छ अरे सज्जन। कहाँ कहाँ भन्दा पहिलो हुन्छ भोकमा, अर्को हुन्छ भावनामा। दुई ठाउँमा मात्रै भोजन हुन्छ। कतै गइएको छ साह्रै भोक लाग्यो भने कसैले बोलायो खाना भने तुरुन्त बसेर खाना थालिहालिन्छ भोक लागेका बेलामा। या त भर्खरै अगाएर पुगिएको छ, कसैले खानाका लागि आग्रह गरे भने खुवाउनेवालाको भावना ठिक छ यदि भने त्यहाँ अलिकति भए पनि रुच्छ अरे। पेट खाली नभए पनि अलिकति खाइन्छ भावना मिठो भएका ठाउँमा। तर प्राय गरेर त्यहाँदेखि बाहेक भोजन काहीँ पनि हुँदैन। मलाई त्यस्तो भोजनको इच्छा छैन र तिमीमा खुवाउनेवालाको भावना पनि ठिक छैन दुर्योधन। त्यसैले म तिम्रामा भोजन गर्न सक्दिनँ भन्नुभयो। भगवान कृष्णले मलाई त विदुरानी काकी सुलभाले बोलाइसक्नु भएको छ भोजन गर्नका लागि भनेर भन्नुभयो। त्यहाँबाट एकाएक विदुरानीका घरमा कुटियामा भगवान कृष्ण पुग्नुहुन्छ। विदुरजी त आएर दरबारमै एउटा कुनामा बसेर के निर्णय हुन्छ महाभारतको युद्ध भइदिए हुन्थ्यो, म त मन्त्री पदमा छैन भनेर सुन्दै हुनुहुन्थ्यो। मलाई विदुरानीले भोजन गर्न बोलाइसक्नु भएको छ भन्ने बित्तिकै विदुरजी छक्क पर्नुभयो। मेरी पत्नीसँग कहिले भेट भयो कृष्णको र बोलाइन् त अब मेरा घरमा त कृष्णलाई खुवाउने केही पनि चिज छैन, अन्न छैन। कन्दमूल फलाहार खाएर म जीवन बिताउँछु भने अब के गर्ने होला मैले। विदुरजी हिँड्न लाग्नुभयो। भगवान कृष्ण त रथमा चढेर रथ दौडाउँदै दौडाउँदै जङ्गलमा विदुरजीका घरका आँगनमा पुग्नु भयो। सज्जन काकीजी काकीजी भनेर बोलाउन लाग्नुभयो। विदुरानी विदुरकी पत्नी भित्र बसेर भगवानको सेवा तिनै कृष्णको पूजन गर्दै हुनुहुन्थ्यो। सज्जन भजन गर्दै हुनुहुन्थ्यो। काकीजी काकीजी भनेको आवाज सुन्नुभयो। आएर ढोका खोलेर हेर्दा त जुन कृष्णको पूजन गर्दै हुनुहुन्थ्यो, नाम संकीर्तन गर्दै हुनुहुन्थ्यो विदुरानीले, तिनै भगवान साक्षात आज अगाडि उभिएको देख्दा विदुरानीका आँखाबाट आँसुका धाराहरू बगे त्यतिखेर। किनकि विदुरानीको भक्ति सार्थक भएको छ। आज परमात्माको दर्शन पाएर सज्जन भक्तले भजन गर्छन्, तर भजन कुन दिन सार्थक हुन्छ भन्दा जुन दिन परमात्माको दर्शन हुन्छ भक्तलाई त्यस दिन त्यो भजन सार्थक हुन्छ। विदुरानीका आँखाबाट आँसुका धारा बगेका छन्। कृष्णलाई निहारिरहनु मात्रै भएको छ, केही बोल्न सक्नु भएन। कण्ठ अवरुद्ध भयो। सज्जन घाँटीमा केही आएर बसे जस्तो भयो। गाँठो परेको छ, बोल्न खोज्नुहुन्छ आवाज आउँदैन। त्यति भावुक हुनुभयो विदुरानी। भगवानले भन्नुभयो काकीजी म त घुम्दै आएको थिएँ, साह्रै भोक लागेर केही खान पाइन्छ कि भनेर आएको भन्नुहुन्छ। हेर्नुहोस् न राज दरबारमा त्यत्रो 84 व्यञ्जन खानेकुरा छोडेर अनि एउटा झुपडीमा आएर भन्दै हुनुहुन्छ म भोक लागेर आएको भन्दै हुनुहुन्छ। कति दयालु हुनुहुन्छ परमात्मा श्री कृष्ण। विदुरानीले स्वागत गर्दै भित्र लिएर जानुभयो। एउटा भर्खरै मन्त्री पद त्यागेको मन्त्री, पूर्व मन्त्रीको घर कस्तो छ भन्दा बस्ने आसन पनि छैन राम्रो। हेर्नुहोस् आसन छैन, केही रुखका सेउला पत्ता ओछ्याएर सुत्नु हुँदो रहेछ। त्यही रुखका सेउला पत्ताहरू बाक्लो बनाएर ओछ्याइदिनु भयो। विदुरजी कि पत्नीले कृष्णलाई त्यही माथि राख्नुभयो। भगवान बस्नुहुन्छ। हे गोविन्द मेरो आज अहो भाग्य, म हजुरलाई केही न केही खानेकुरा लिएर आउँछु है भनेर त्यहाँबाट बाहिर निक्लिनु भयो। घरमा त अन्नको दानो पनि थिएन।
दौडिँदै दौडिँदै जानुभयो, जाँदा जङ्गली केरा पाकेका रहेछन् सज्जन, जङ्गली केरा पाकेका रहेछन्, देख्नुभयो अनि गएर एक कैयौँ केरा लिएर आउनुभयो। अनि गोविन्द आज मेरो अहोभाग्य, म हजुरलाई मेरै हातले खुवाउँछु है भनेर आफ्ना हातले कोलाका बोक्रा तास्दै मुखमा खुवाउँ है भनेको त विदुरानीको होस हराएछ सज्जन। त्यतिखेर भावुक बन्नुभयो र कोलाका बोक्रा चाहिँ हातमा रहँदा रहेछन्, खानेकुरा चाहिँ भुइँमा झर्दो रहेछ। ती बोक्रा लगेर भगवानका मुखमा लगाइदिनुहुन्छ। भगवान कृष्ण ती कोलाका बोक्रा प्रेमसँग चबाएर खानुहुन्छ। फेरि पनि खानेकुरा तल झर्छ, बोक्रा मुखमा गर्दा गर्दै कृष्णले कोलाका बोक्रा चबाएर प्रेमसँग भावुक बनेर खाँदै हुनुहुन्थ्यो। त्यतिखेर विदुरजी आइपुग्नु भएछ। यसो हेर्दा त आफ्नी पत्नीले कृष्णलाई खुवाउँदै थिइन् के भन्दा कोलाका बोक्रा खुवाउँदैछन्। खाने पदार्थ जति त फल तल भुइँमा झरेर थोप्रो लागिसकेको छ, बोक्रा जति एउटै छैन, कृष्णले खाइसक्नु भएको छ। बडा आश्चर्य लाग्यो। विदुरजी दौडिँदै आउनुभयो भित्र। देवी सुलभा, तिमीलाई त खुवाउन पनि आउँदैन होइन त? बल्ल बल्ल आउनुभएका कृष्णलाई तिमीले खुवायौ त खुवायौ, के खुवायौ भन्दा कोलाका बोक्रा। तिमीलाई खुवाउन आउँदैन, खोइ यता ल्याऊ म खुवाउँछु भनेर विदुरजीले कोलाका बोक्रा तासेर बोक्रा फ्याँकेर अनि खाने पदार्थ जब खुवाउन लाग्नुभयो, भगवान कृष्णले प्रेमसँग चबाई चबाई खानुहुन्छ। अनि खाँदै गर्दा भगवानले भन्नुहुन्छ, काकाजी हजुरलाई म एउटा कुरा भनौँ भन्नुभयो। कस्तो कुरा भन्दा काकीले खुवाएका कोलाका बोक्रामा जो स्वाद थियो नि, त्यो स्वाद हजुरले खुवाएका पदार्थमा मैले पाउन सकिनँ नि, हजुरले खुवाएका कदलीमा भनेर भगवान भन्नुहुन्छ। भगवान के भन्दै हुनुहुन्छ भन्दा विदुरानीमा जो भावना छ, श्रद्धा छ, भक्ति छ, त्यो भक्ति तपाईमा अलि कम्ती रहेछ काकाजी भनेर भगवान भन्न चाहनुहुन्छ। भगवान भनेको वस्तुको भोको होइन सज्जन, भगवान त भावनाको भोको हुनुहुन्छ, श्रद्धाको भोको हुनुहुन्छ। भगवान वस्तुको प्रिय होइन। भाव का भूखा हूँ मैं, भाव ही एक सार है, भाव से जो मुझको भसता उसका बेड़ा पार है। संध्याकाल को समय थियो। कश्यप ऋषि संध्या वन्दन गर्न, गायत्री मन्त्र जप गर्न भनेर बस्नु भएको थियो। संध्याकालको समयमा चारवटा कुरा कहिले पनि गर्नु हुँदैन। संध्याकाल भनेको कतिखेर भन्दा सूर्य अस्त भइसके पछाडि 48 मिनेट उताको समयलाई संध्याकालीन समय भनेर भनिन्छ। तीनै हिरण्याक्ष र हिरण्यकश्यप पूर्व जन्ममा भगवान वैकुण्ठ नारायणका पार्षदहरू थिए दुईजना। वैकुण्ठ धाममा बस्ने गर्थे। जय र विजय नाम गरिएका पार्षदहरू थिए। द्वारमा बस्थे भगवानका उनीहरू, मूल द्वारमा। एक दिन सनकादिक महामुनिहरू, सनकादिक भनेका ब्रह्माका मानसिक पुत्र 4 जना, सनक, सनन्दन, सनातन र सनत कुमार, यी 4 जना ऋषिहरू वैकुण्ठ नारायण भगवानको दर्शन गर्न भनेर जानुभएछ। ती जय र विजयले यसो हेर्दा केटाकेटी जस्तो देखिन्छन्। अघि श्राप दिएको थियो नि ब्रह्माले, केटाकेटी जस्तै देखिने जाऊ भनेर। तिनै 4 जना जानुभएछ। अनि उनीहरूले भित्र जान दिएनन्। ए तिमीहरू हेर्दा केटाकेटी जस्तै देखिन्छौ, बाहिर जाऊ, यहाँ भित्र भगवान वैकुण्ठ नारायण बस्नुहुन्छ भनेर गाली गरे। भाइ हामी केटाकेटी होइनौँ, पिता ब्रह्माजीले श्राप दिएकाले पो केटाकेटी जस्ता देखिएका हौँ त हामी त धेरै वर्षका भइसक्यौँ। हामी पूर्वेशामपि पूर्वजाः, हामी त धेरै वर्षका भइसक्यौँ भनेर भन्नु हो। तर पनि मानेनन्। भित्र दर्शन गर्न जान नदिएपछि सनकादिकहरूले श्राप दिनुभयो। तिमीहरू भगवानका पार्षद भएर पनि गर्नुपर्ने नगर्नुपर्ने कुरा बुझ्दैनौ, तिमीहरूलाई हामी श्राप दिन्छौँ, तिमीहरूले 3 जन्मसम्म राक्षस बन्नुपर्ने छ भनेर श्राप दिनुभयो जय र विजयलाई। र 3 जन्मसम्म दैत्य बन्ने, राक्षस बन्ने श्राप पाएकाले पहिलो जन्ममा उनीहरू हिरण्याक्ष र हिरण्यकश्यप बनेर आए सत्ययुगमा। अनि तिनै 2 जना त्रेता युगमा रावण र कुम्भकर्ण बनेर आए। र तिनै 2 जना द्वापर युगमा शिशुपाल र दन्तवक्त्र बनेर आए। 3 जन्मसम्म राक्षस बन्ने श्राप उनीहरूले प्राप्त गरेका थिए।
कारण त्यो थियो र तिनै हिरण्याक्षले भगवानसँग वैरभाव राख्नका लागि पृथ्वीलाई रसातलमा लगेर राखेको थियो। भगवान वराहले गएर पृथ्वीलाई उठाएर लिएर आउनुहुन्छ। हिरण्याक्ष वरुण देवताकामा जान्छन्, युद्ध गर्ने कोसिस गर्छन्। वरुणले भन्नुभयो म युद्ध गर्न सक्दिनँ भने। नारदजीसँग भेट भएछ, नारद आइज मसँग युद्ध गर्न भने नारदजीले भन्नुभयो भाइ मैले पनि जुरो कराते सिकेकै छैन, मलाई त युद्ध गर्नै आउँदैन, भगवानको नाम लिन सिवाय भन्नुभएछ। त्यसो भने मलाई साह्रै हात चिलाएको छ, कसैलाई कुट्न पायो हुन्थ्यो भनेर धेरै दिनदेखि खोजिरहेको छु, कुट्ने मान्छे भेट्या छैन भनेछ। नारदजीले भन्नुभयो तैँले रसातलमा लगेर राखेकी पृथ्वीलाई लिन भनेर भर्खरै वराह भगवान जानु भएको छ, गएर तिनै वराहसँग युद्ध गर। तेरो हातको मात्रै होइन ढाडको पनि चिलाइ मर्नेछ राम्ररी भनेर नारदजीले बाटो देखाइदिनु भएछ। मैले लगेर राखेकी पृथ्वीलाई लिन गयो त्यो वराह, त्यसलाई छोड्दिन भनेर हातमा गरा लिएर गए। भगवान वराहले पृथ्वीलाई शिरमा धारण गरेर लिएर आउँदै हुनुहुन्थ्यो वराह क्षेत्रधाममा। हेर्नुहोस् न, भगवान वराह आज पनि हुनुहुन्छ र पृथ्वीलाई लिएर आउँदै हुनुहुन्थ्यो। आउँदै गर्दा हिरण्याक्षले देखेछन्, अरे नारायण त साह्रै राम्रो छ अरे, सुन्दर छ अरे भन्ने सुनेको थिएँ मैले, यो त जङ्गली बँदेल पो रहेछ भनेर भगवान वराहलाई देखेर हाँस्न लाग्यो। भगवान केही पनि भन्नुहुन्न, हतार हतार पृथ्वीलाई लिएर आउँदै हुनुहुन्थ्यो। भगवानले आउनुभयो र पानीमाथि पृथ्वीलाई स्थापना गर्नुभयो भगवानले। हेर्नुहोस् त कति राम्रो काम गर्नु। पानीमाथि पृथ्वी राखेकाले त पृथ्वीमाथि मुनिबाट पानी आउँछ र हामी पानी पिउँछौँ, होइन? सबै पानीको व्यवस्था भगवानले गरिदिनु भएको छ। यस्ता पहाडमाथि पनि पानी आउँछ। विचार गरौँ त हामीले, पहाडमाथि त नचढ्नु पर्ने नि त पानी, तर जहाँ जहाँ मेरा भक्त बस्छन् वहाँ पानीको सुविधा हेर्न। अचम्म छ यो भगवानको सृष्टि, हो कि होइन? सम्झिनुहोस् त एकचोटि, पहाडमाथि त नचढ्नु पर्ने नि त, हामीहरूले एक तला माथि पानी लानु पर्यो, दुई तला माथि भने मोटर फिट गरेर अनि मात्रै मोटर चलाएर माथि पानी लान्छौँ। तर भगवानले त जहाँ जहाँ छ पहाड पर्वत जुनै ठाउँमा पनि हिमालका माथि पनि पानी बगाइदिनु भएको छ। हिजो हामी यसो घुम्न जाँदा यति माथि कसरी पानी आएको होला नि भन्दै गयौँ। हाम्रो राजुभाइ भगवानले कुनै राम्रै खालको पाइप फिट गरे होला गुरुजी मुनिबाट भन्दै थिए। हाम्रो तबला वादक, हाम्रो प्याड वादक भाइ, राम्रै पाइप भगवानले भित्र फिट गरे होला, पहिले नि सबैतिर पानी पुर्याएको रहेछ भन्दै थियो। भने यो भगवानको सृष्टि बडा अचम्म छ, बडा आश्चर्यदायक छ। अनि त्यसैले त पानीमाथि पृथ्वीलाई राखेका कारणले कहिलेकाहीँ पृथ्वी हल्लिन्छन्, डगमगाउँछन्। पानीमाथि नाउ हिँड्दा हल्लिन्छ नि, त्यस्तै कहिलेकाहीँ भूकम्प पनि आउने गर्छ। कारण त्यो अहिले वैज्ञानिकहरूले पनि भने नि, वास्तवमा पृथ्वी त भाग रहेछ, प्लेट सिस्टमले राखेर रहेछ पानीमा, त्यसरी बस्या रहेछ पृथ्वी भनेर वैज्ञानिकहरूले पनि भने यो कुराहरू। यज्ञ नारायण की पत्नी को नाम हो दक्षिणा। दक्षिणा नगरिकन यज्ञ कहिले पनि पूर्ण हुँदैन। त्यसका लागि पति पत्नीको जोडी मिलाउनका लागि, पूर्ण फल प्राप्तिका लागि यज्ञ गरेपछि दक्षिणा दान गर्नु पर्यो, अनि मात्रै यज्ञ पूर्ण हुन्छ। कारण त्यो हो। अनि अर्को कुरा, जो सबैभन्दा कान्छी छोरी थिइन् जसको नाम थियो प्रसूति, ती प्रसूतिको विवाह चाहिँ दक्ष प्रजापतिका साथमा हुन्छ र दक्ष प्रजापतिका घरमा साक्षात भगवान दक्षवटीलाई कश्यप ऋषिले विवाह गर्नुभयो एकैचोटि। दक्ष प्रजापतिलाई ज्वाइँ खोजिरहने झन्झट पनि परेन। हेर्नु न, एकैचोटि 13 वटीलाई कश्यप ऋषिकी पत्नी दितिद्वारा दैत्यहरूको, दानवहरूको जन्म भयो। दैत्यहरूको अनि दोनोद्वारा दानवहरूको जन्म हुन्छ। दितिद्वारा दैत्यहरूको जन्म हुन्छ, अदितिद्वारा देवताहरूको जन्म हुन्छ, अनि विनताद्वारा गरुडजीको जन्म हुन्छ। विनताद्वारा गरुडजीको जन्म भयो। र पिताले हामीलाई सम्झेर बोलाउनु भएन त्यो यज्ञमा कसरी जाने। सती देवीले भन्नुभयो त्यहाँ जाँदा हुन्छ भन्दा
एउटा कुरा छ नि देवी, जुन ठाउँमा जाँदा आफ्नो सम्मान हुँदैन, अपमान हुन्छ भने त्यो ठाउँमा जीवनमा कहिल्यै पनि जानु हुँदैन। जुन ठाउँमा, जुन गाउँमा, जुन घरमा जाँदा आफ्नो सम्मान हुँदैन, अपमान हुन्छ भने त्यो ठाउँमा, गाउँमा, घरमा, जीवनमा कहिल्यै पनि फर्केर जानु हुँदैन, कहिल्यै जानु हुँदैन। त्यो मृत्युभन्दा पनि ठुलो पीडा हुन्छ त्यतिखेर। उहाँले गएर देवी देवताहरूको पूजन गर्न लाग्नुभयो, गणेशको पूजा गर्नुभयो, सम्पूर्ण देवी देवताहरूको पूजन गर्दै गर्दै जाँदा त्यो यज्ञमा शिवजीको भाग छैन सजन। शिवजीलाई भाग पनि छैन, शिवजीलाई आसन राखेको छैन, पूजन गरेको छैन। त्यस्तो अवस्था देखेपछि बडा पीडा भयो मनमा। सतीलाई आएर भन्नुभयो, पिताजी तपाईले यत्रो यज्ञमा सबै देवी देवताको पूजा गर्नु भएको छ, भाग दिनु भएको छ, सम्मान गर्नु भएको छ, हजुरले खोइ त शिवजीको पूजा खोइ, शिवजीको आसन खोइ। शिव भनेको त यज्ञका नायक हुनुहुन्छ नि त। यज्ञ नायक भनेको त शिवजी हो। शिव बिना कुनै पनि यज्ञ पूर्ण हुँदैन। हजुरले किन यस्तो गर्नुभयो भनेर सम्झाउनुहुन्छ। दक्षले भने तेरो पतिले मेरो अपमान गर्यो त्यस दिन, त्यसैले तेरो पतिलाई देखाउनकै लागि मैले यत्रो यज्ञ गरे हूँ भने। एउटा कुरा नि सज्जन, अर्कालाई देखाउनका लागि, अर्काको सेखी झार्नका लागि, अर्कालाई होच्याउनका लागि गरिएको यज्ञ, कर्म, अनुष्ठान, व्रत, तप भनेको त्यो तमगुणी यज्ञ हुन्छ। त्यो सात्विकी यज्ञ कहिले पनि हुँदैन। त्यस्ता यज्ञले, कर्मले फल प्राप्ति कहिले पनि गराउँदैन। फलानाले यसो गरेछ, म त्यसलाई देखाउन यसो गरेर गर्छु भनेर जुन दिन धर्ममा कम्पिटिसन हुन्छ नि, प्रतिस्पर्धा हुन्छ, त्यस दिन त्यो धर्म शतचूर्ण हुन्छ सज्जन। त्यसबाट फल प्राप्ति हुँदैन। मसँग जे छ जस्तो छ म श्रद्धापूर्वक गर्छु भन्ने भाव जहाँ हुन्छ त्यहाँ मात्रै फल प्राप्ति हुन्छ। धर्ममा प्रतिस्पर्धा हुँदैन। व्यवसायमा हो प्रतिस्पर्धा हुने भनेको सज्जन, बिजनेसमा हो, तर धर्ममा होइन। धर्ममा त भावको आवश्यकता पर्छ। दक्ष प्रजापतिले देखाउनका लागि मैले यज्ञ गरे हूँ भने सतीलाई बडा पीडा भयो मनमा। सती देवीले भन्नुभयो, तपाईले शिवजीका विषयमा बुझ्नु भएको रहेन रहेछ पिताजी। शिव भनेको त ठुला ठुला ऋषिमुनि, साधु सन्त, महात्माहरूले जन्म जन्मान्तर भजन गर्छन् जुन शिवको, तर पनि शिव प्रसन्न हुनुहुन्न। शिवको भजन मात्रै होइन, यद्वक्षरम नाम गिरिरितम नृणाम सकृत प्रसंगा दमघासो हन्ति यद। शिवजीको 2 अक्षरको नाम शिव शिव भनेर जसले आफ्ना जिब्राबाट उच्चारण गर्छ भने त्यसका सम्पूर्ण कल्मस पापहरू नष्ट भएर जान्छन्। शिव नामले त पाप नष्ट हुँदैन। हड्डीका बीचमा गएर बसेका पाप पनि शिव नामले प्रक्षालन भएर जान्छ। शिवको नामको त्यस्तो महिमा छ भने त्यस्ता मङ्गलकारी शिवको हजुरले किन अपमान गर्नुभयो भनेर शिव नामको महिमाको व्याख्या गर्नुहुन्छ माता सतीले। आउनुहोस् हामी पनि एकैछिन शिव नामले पापलाई प्रक्षालन गरौँ अनि पुनः हामी अगाडि बढ्ने जाउँ। भन्नु शिव शङ्कर भगवानको जय। हजुरहरूलाई पाप फ्याँक्ने विचार छैन कि क्या हो? तिम्रो पाठको छाला हातमा त्रिशूल सजेको। देहमा तिम्रो पाठको छाला हातमा त्रिशूल सजेको। Oh
भनेर शिवजी रुनुहुन्छ सज्जन। त्यतिखेर हेर्नुहोस्, पत्नीको वियोगमा कुन चाहिँ पतिका आँखामा आँसु आउँदैनन् होला र त्यतिखेर भगवान शिव पनि धेरै बेर सतीको वियोगमा रोनुहुन्छ। बिस्तारै बिस्तारै शिवजीलाई क्रोधले जित्न लाग्यो, रिसले क्रोध आयो सज्जन। जुरुक्क उठेर एउटा जटा उकेल्नुभयो, पत्थरमा प्रहार गर्नुभयो। त्यहाँबाट वीरभद्र नाम गरिएका पार्षद प्रकट भए। किम करो तम किम करो मित गृणन्त आहा, हजुरले मेरो किन याद गर्नुभयो भनेर सोध्नुभयो। भन्दा दक्षम सयज्ञम जहि मत भटा नाम, जाऊ गएर दक्ष प्रजापतिको यज्ञ सहित दक्षलाई पनि विनाश गरेर आऊ भनेर पठाउनुभयो। वीरभद्रले चण्डी उग्र चण्डी देवी भद्रकालीलाई साथमा लिएर भूत प्रेत पिशाचहरूलाई साथमा लिएर जानुभयो। त्यो यज्ञमा पुग्नुभयो। सबैभन्दा पहिला भोजनालयमा गएर खानेकुराहरू खाए। खाइसके पछाडि आएर अनि यज्ञ तोडफोड गर्न लागे। कलश उठाएर फ्याँक्न लागे। कदलीका स्तम्भहरू सबै तहस नहस बनाइदिए। यज्ञ विध्वंस गरे सज्जन। एकजना भृगु नाम गरिएका ऋषि हुनुहुन्थ्यो। भृगु ऋषिका लामा लामा दारीहरू थिए, लामा दारी थिए भृगु ऋषिका। शिवजीको अपमान गर्दा दारीमा हात लगाउँदै हाँस्दै हुनुहुन्थ्यो। वीरभद्रले भन्नुभयो, मेरा स्वामीको अपमान गर्दा दारीमा हात लगाउँदै हाँस्ने तै होइनस् भनेर दारी नै समाएर उखेल्दिनु भएछ। भृगु ऋषिका सबै दारी उखेल्दिनु भएछ। त्यसैले त अहिले पनि भृगु वंशीहरूका प्राय दारी नै आउँदैनन्, 2-4वटा मात्रै आउँछन्। सबै उकेल्दिनु भयो। अनि फेरि त्यस पश्चात एकजना पुषा नाम गरिएका देवता थिए। चम्किला दाँत थिए, चम्काउँदै हाँस्दै थिए। मक्काले दिएको थियो 32वटा दाँत बाहिर निक्ले। दाँत भाँचिए, सबै उकेलिए। भग नाम गरिएका देवताका आँखा थिए। चम्किला आँखा चम्काउँदै हाँस्दै थिए। 2टा औँलाले आँखामा दिएको आँखै बाहिर निक्ले। कतिका हात भाँचे, कतिका खुट्टा भाँचे, कतिले ज्यानै गुमाए। सबैजना भागरे भाग भए। त्यतिखेर दक्ष प्रजापतिको युद्ध मैदानमा आए। वीरभद्र र दक्ष प्रजापतिको युद्ध भयो। वीरभद्रले तलवारद्वारा दक्ष प्रजापतिको शिरलाई छेदन गरेर अग्निकुण्डमा स्वाहा गरिदिनुभयो। शरीर बाहिर लड्यो दक्षको। सबै भागरे भाग भए सज्जन। कोही पनि छैन त्यहाँ। फर्केर जानुभयो। यता देवताहरूलाई बडा पीडा भयो मनमा। हामीले ठुलो गल्ती गरेछौँ, शिवजीको अपमान गरेर भनेर ब्रह्माजीलाई गएर प्रार्थना गर्दै ब्रह्मालाई अग्रसर बनाएर सारा देवताहरू कैलाशमा पुगे र गएर शिवजीको दिव्य स्तुति गर्दछन्। जाने तमी समिसस्य, हे प्रभु, हजुरको महिमालाई हामीले यति बेर बुझ्न सकेनछौँ, बल्ल आज मात्रै बुझ्यौँ हामीले। जगतो योनि विजय हो, हजुर त साक्षात संसारको सृष्टि पालन र संहारकर्ता स्वरूप हुनुहुन्छ। हजुर जे पनि गर्न सक्षम हुनुहुन्छ प्रभु। हजुरका हामी शरणमा आएका छौँ। हे भगवान, हे महादेव, हामीलाई क्षमा दिनुहोस् भने देवताहरूले। किन आयो, के कारणले आयो, के चाहन्छौ तिमीहरू भन्दा कुर्वद्दरस्यो धरणम हतस्य वो प्रभु। पहिलो कुरा त दक्ष प्रजापतिको यज्ञ हजुरले पूर्ण गरिदिनुहोस्। अनि यज्ञ पूर्ण गर्न यजमान चाहियो। अब यजमानै छैन। यजमान नभएका कारणले गर्दा बडा गाह्रो अवस्था छ। अर्को कुरा, यज्ञमा भाग स्वीकार गर्ने देवता भनेका हामी। अब हाम्रा कसैका दाढी लुच्छे, कसैका आँखा निक्ले, कसैका दाँतै भाँचिए, कतिले ज्यान गुमायौँ भने हामीलाई पनि जस्ताको तस्तै बनाइदिनुहोस् भनेर देवताहरूले प्रार्थना गरे। भगवान शङ्करले तथास्तु भन्दैन हो, त्यस्तै हुनेछ। ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, वासुदेवाय प्रभु नंदनंदनाय, वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। रले धूप लाई यही गन सिखाए, नारदले धूप लाई यही गन सिखाए, प्रभु यही गन
वासुदेवाय ॐ नमो भगवते वासुदेवाय वासुदेवाय प्रभुनन्दनन्दनाय वासुदेवाय प्रभुनन्दनन्दनाय ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय वासुदेवाय प्रभु भक्तरक्षकाय वासुदेवाय प्रभु भक्तरक्षकाय भक्तरक्षकाय प्रभु भक्तरक्षकाय भक्तरक्षकाय प्रभु भक्तरक्षकाय ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय वासुदेवाय प्रभु नन्दनन्दनाय वासुदेवाय प्रभु नन्दनन्दनाय ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय कोई जान साथमा माटो को देह माटो में मिल्छ कोई जान साथमा कृष्ण को भजन गाइरहनु हो कृष्ण को भजन गाइरहनु हो फेरि फेरि भन्दैमा पाइँदैन यो जुना कृष्ण को भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो जुना कृष्ण को भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो जुना कृष्ण को भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो जुना फेरि फेरि भन्दैमा पाइँदैन यो जुना फेरि फेरि भन्दैमा पाइँदैन यो जुना बोल कृष्ण कन्हैया आरती सल्कार पूजा गर्नु दत्ता चन्द्रादित्यो च धरणी विद्युदग्नि तथैव च त्वमेव सर्वज्योतिंषि तेन नीराजयाम्यहम् ओ उठाओ श्री भागवत भगियों को पाप से है तारती भागवत भगवान की है आरती पापियों को पाप से है तारती पापियों को पाप से है तारती
से दे, पापियों दो पाप से तार दे, पापियों दो पाप से तार दे, पापियों दो पाप से तार दे। पूरगौरं करुणावतारं संसार सारं भुजगदयारविन्दे भवं भवानी सहितं नमामि। यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे पदे। जातो दैत्यवधाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्ताव्यक्तस्वरूपाय ऋषिकापतये नमः। ज्ञानागमया दत्तं रमया सहित प्रभु पुष्पाञ्जलि। आजोड्नुहोला सबै। विघ्नेश्वराय वरदाय शिरप्रियाय लम्बोदराय सकलाय जगद्दिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुते। करचरणकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा अपराधं विहितमविहितं वा सर्वमेतत्क्षमस्व। जय जय करुणाब्दे श्रीमहादेव शम्भो। रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः। ईशान विष्णुकमलासन कार्तिकेय वह्नित्रयार्करजनीश गणेश्वराणां क्रौञ्चामरेन्द्र कलशोद्भव कश्यपान् पादं नमामि सततं पितृमुक्तिहेतु। त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव देवा। नाना सुगन्ध पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण जगदीश्वर। सकल मंत्र पुष्पाञ्जलि समर्पयामि। सिद्धि विनायक गणपति भगवान को। त्यहाँ आरतीमा होइन, यहाँ भगवानलाई चढाउँ न त्यो पुष्पाञ्जलि। जगत प्रकाशी सूर्य नारायण देव को, जगत जननी दुर्गा मैया को, सांब सदा शिव देव को, लक्ष्मी नारायण भगवान को, राधा रमण भगवान को, यज्ञ को, संपूर्ण पितृहरू को, संपूर्ण श्री राधे श्री राधे श्री राधे। श्री राधे श्री राधे श्री राधे। प्रजननं मे असुदसवीरगुं सर्वगणगुं स्वस्तायै आत्मसनि प्रजा सनि पशु सनि लोक सनि वै सनि अग्निः प्रजां बहुलां मे करोत्वन्नं पयोरितो अस्मान् सुदत्त चन्द्रादित्यो च धरणी विद्युदग्नि तथैव च त्वमेव सर्वज्योतिंषि तेन निराजयाम्यहम्। ओम जय शिव शंकर शंभु जय गिरिजाधीश शिव जय गिरिजाधीश। जय जय करुणा सागर जय जय करुणा सागर पशुपति जगदीश। हर 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 कैलास निवासक गढ़ सहचारी शिव गढ़ सहचारी। मुंडमाला छगलावा मुंडमाला छगलावा रूप छगलावा।
विराजित भूषण नाग विराजित पाघंबर तनमा ओम हर 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 महादेव। जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य। वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारिणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वदन्नमामि सततं पितृमुक्तिहेतो त्वमेव माता च पिता त्वमेव। सिद्धि विना गणपति भगवान को, जगत प्रकाशी सूर्य नारायण देव को, जगत जननी दुर्गा मैया को, सांब सदा शिव देव को, लक्ष्मी नारायण भगवान को, सियावर रामचंद्र भगवान को, पवन पुत्र हनुमान जी महाराज को, गरुड़ जी महाराज को, अष्टादश महापुराण को, श्रीमद् भागवत महापुराण को, सप्ताह ज्ञान महा हे पावन परमेश्वर मेरे मन ही मन शर्माओ मैं भी कृष्ण कन्हैयालाल को। ओम श्री परमात्मने नमः। वक्रतुंड महाकाय देव सर्वकार्येषु सर्वदा नमस्तस्यै 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 नमो नमः। जय जय माता लक्ष्मी, जय जय बदन गणेश, जय जय माता शारदे, जय जय नेपालदेश। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर, गुरु साक्षात् परं ब्रह्म
कति छन् मरेका अकालमा मृत्युवरण गरेका पाहुन् सबैले वैकुण्ठ धाम भन्दै गरौँ श्री हरिमा प्रणाम। भक्तवत्सल भगवान को, पुराण पुरुषोत्तम भगवान को जय। श्रीमद् भागवत महापुराण को जय। श्री पूर्ण ब्रह्म परमात्मा भगवान श्री हरि का श्री चरणमा सतत वन्दना। यस दिव्य व्यास मण्डपमा आवाई स्थापित पूजी लक्ष्मीनारायण सहित 33 कोटि देवताका चरणमा नमन। मातृपितृ गुरुचरण कमलहरूको स्मरण गर्दै मुख्य व्यासपीठमा रहेर हजुर हामीहरूलाई श्रीमद् भागवत महापुराणको सुन्दर कथाहरू प्रस्तुतिलाई प्रस्कन हुने परम श्रद्धेय वन्दनीय गुरुवर, त्यसै गरेर यस यज्ञमा वर्णी समस्त भूदेवहरू आफ्ना कला र गलाहरूलाई प्रस्तुत गरेर हजुर हामीहरूलाई भक्ति सङ्गीतमा आनन्दित तुल्याउनु हुने सङ्गीतज्ञ मित्रहरू, अन्य विविध कार्यमा यहाँ वर्णित हुनुहुने सम्पूर्ण सज्जनहरू, मुख्य यो महान यज्ञको आयोजना गर्नुहुने मुख्य आयोजक परिवार, साथै यहाँ उपस्थित भक्तिमय माताहरू, भावमय पिताहरू, आज हामीहरू नै पूर्ण ब्रह्म परमात्मा भगवान श्री हरिको असीम अनुकम्पाद्वारा उनी पूर्ण ब्रह्म परमात्माको पावन ग्रन्थ वाङ्मय स्वरूप ग्रन्थ श्रीमद् भागवत महापुराण, जस अन्तर्गत श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आज तेस्रो दिनको शयन सत्रमा हामीहरू उपस्थित भइसकेका छौँ। भागवत भगवानको ओम श्री परमात्मने नमः। अथ श्रीमद् भागवत महात्म्यं द्वितीयोऽध्यायः। ओम नमो भगवते वासुदेवाय। नारद उवाच वृथा खेलयसे बाले अहो चिन्तातुरा कथं श्रीकृष्ण चरणाम्भोजं स्मर दुःखं गमिष्यति। द्रौपदी च परित्रातायेन कौरवकस्मलात् पालिता गोपसुन्दर्य स कृष्ण क्वापिनो गतः तन्तु भक्तिप्रिया तस्य सततं प्राणतोदिका त्वया उतस्तु भगवन् याति च गृहेष्वपि। सत्यादि त्रियुगे युगे बोधा वैराग्य मुक्ति साधको कलौ तु केवला भक्तिर्ब्रह्म सायुज्यकारिणी। निश्चिन्त्य चिद्रूपं सद्रूपं तं सग्रह परमानन्द चिन्मूर्ति सुन्दरीं कृष्णवल्लभां भक्ताञ्जलिदया पृष्ठं किं करोमि इति चैकदा त्वं तदा ज्ञापयत् कृष्णो मद्भक्तान् पोषयति च। अङ्गीकृतं तया तद्वै प्रसन्नो धरिस्तदा मुक्तिं दासीं ददौ तुभ्यं ज्ञानवैराग्यकाविमौ। पोषणं स्वेन रूपेण वैकुण्ठे त्वं करोषि च भूमौ भक्तविपोषाय छायारूपं त्वया कृतं। मुक्तिं ज्ञानविरक्तिं च सकृत्वा गता भूमि कृतादिद्वापरास्यां महानन्देन संस्थिता कलौ मुक्तिक्षयं प्राप्ता पाखण्डमय पीडिता त्वदाज्ञया गता शीघ्रं वैकुण्ठं पुनरेव सा। स्मृता त्वया पिचात्रैव मुक्तिरायति याति च पुत्रीकृत्य त्वयैव च पाशिषोऽसैव रक्षितौ उपेक्षात कलौ मन्दौ वृद्धौ जातौ सुतौ तव तथापि चिन्तामुञ्चत्वमुपायं चिन्तयास्म्यहम्। कलिना सदृशा कोऽपि युगो नास्ति वरानने तस्मिंस्त्वं स्थापयिष्यामि गेहे गेहे जनि जनि अन्यधर्मं तिरस्कृत्य पुरस्कृत्य महोत्सवान्। तदा नामरे दासो लोके त्वं न प्रवर्तते त्वदन्विता सहे जीवाभाविष्यन्ति कलाभिः पापिनोऽपि गमिष्यन्ति निर्भयं कृष्णमन्दिरम्। येषां चित्ते वसेद्भक्तिः सर्वदा प्रेमरूपिणी न ते पश्यन्ति किना संस्वप्नेऽप्यमलमूर्तय। न प्रेतो न पिशाचो वा राक्षसो वा सुरोऽपि वा भक्तियुक्तमनस्कानां स्पर्शनेन प्रभुर्भवेत्। न तपोविद् न वेदैश्च न ज्ञानेनापि कर्मणा हरेः साध्यते भक्त्या प्रमाणं तत्तत्र गोपिता नृणां जन्मशास्त्रेण भक्तवृद्धिर्जायते। सन्तु संशयं भवन्तु मुखदर्शन विलम्बो नात्र कर्तव्य शरणागतवत्सला कुमारावचुः। वेदोपनिषदां सारा जाता भागवती कथा अत्युत्तमा ततो भाति पृथग्भूता फलाकृति। आमूलागमनसहस्र तिष्ठन्नास्तेन स्वाद्यते यथा पृथग्भूतमितद्गव्यं देवानां दशवर्धनम् इक्षुणामपि पद्यान्तं शर्कराभ्यः प्रतिष्ठति। पृथग्भूता च सामिष्टा तथा भागवती कथा
इदं भागवतं नाम पुराणं ब्रह्मसंहितं भक्तिज्ञानविरागाणं स्थापनाय प्रकाशितं वेदान्तवेदसुस्नाते गीतायापि कर्तरि परितापवति व्यासे मुह्यते ज्ञानसागरे तदा त्वया पुरा प्रोक्तं चतुश्लोकसमन्वितं तदीयश्रवणं कृष्ण कृष्ण भंसारजे श्याम श्याम भंसा तरयो कलिकलमारंभो यो मिनारे मंजिल डोलया तरयो कलिकलमारंभो यो मिनारे मंजिल डोलया बिहारी को सिखो बिहारी को सिखो कृष्ण कृष्ण भंसा राधे श्याम श्याम भंसा तरयो कलिकलमारंभो यो मिनारे मंजिल डोलया तरयो कलिकलमारंभो यो मिनारे मंजिल डोलया हेर 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 भगवान आए चंद्रा जय भगवान आए चंद्रा हेर 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 भगवान आई मिथ्या मांग चंद्रा जय मिथ्या मांग जय चंद्रा हेर 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 भगवान आए चंद्रा जय भगवान आए चंद्रा हेर 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 भगवान लाई मिथ्या मांग चंद्रा जय मिथ्या मांग जय चंद्रा साल भरी को साल को पाता साल भरी को साल को पाता सीता सीता भंसारा जय सीता सीता भंसा तरयो कलिकलमारंभो यो मिनारे मंजिल डोलया तरयो कलिकलमारंभो यो मिनारे मंजिल डोलया ताली बजाओ मेरा मानव आज दानव भाई चंद्रा जय दानव भाई चंद्रा हेर 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 धर्मत नामा युद्ध कर जय चंद्रा जय युद्ध कर जय चंद्रा हेर 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 मानव आज दानव भाई चंद्रा जय दानव भाई चंद्रा हेर 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 धर्मत नामा युद्ध कर जय चंद्रा जय युद्ध कर जय चंद्रा रणभूमि को बंगले पानी रणभूमि को बंगले पानी ब्रह्म ब्रह्म बंसरा जय ब्रह्म हरिओम 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 श्री राधे श्री राधे श्री राधे श्याम श्री राधे हरिओम हरिओम मणिकर जय श्री राधे हरिओम हरिओम श्री राधे श्याम श्री राधे जय श्री राधे श्री हरि हरिओम 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 श्री राधे श्याम श्री राधे भक्तवत्सल भगवान को श्रीमद् भागवत महापुराण को आज गानंद को ताम दुर्गमां देवीं दुराचार विघातिनीं नमामि भवभीतोऽहं संसारार्णवतारिणीं सर्वस्वरूपे सर्वेशे सर्वशक्ति समन्विते भयभ्यस्ताहिनो देवी दुर्गे देवी नमोस्तुते नौमि नवघनश्यामं द्विभुजं
मुरलीधरं लसत्पीतपटं रम्यं सराधं पुरुषोत्तमम् अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरवे नमः। तस्मै श्रीगुरवे नमः। परम मंगलमय परात्पर अखिलेश्वर कारण कारण करुणा वरुणालय भक्त वांछा कल्पतरु तड़िद्युत विनंदित पीतांबरधारी पुणे श्री हरि को प्रत्यक्ष वांग्मय प्रतिस्वरूप श्रीमद् भागवत महापुराण पुणे परब्रह्म परमात्मा भगवान श्री हरि का असीम अनुकंपा द्वारा ने ये सप्ताह ज्ञान महायज्ञ अंतर्गत स्थापित पूजित संपूर्ण देवी देवता का चरण में सादर वंदना। उन्हीं सर्वेश्वर प्रभु भागवत भगवान का चरण में सतत कोटि नमन कर दई। व्यासासन आसीन गुरुदेव गणपति लगायत अन्य संपूर्ण भूदेव का चरण में नमन कर दई। गला र कला का प्रतिभा संपन्न कलाकार बंधुहरू ये सप्ताह ज्ञान महायज्ञ को आयोजना गरेर हजुर हामी सबैलाई कृतार्थ बनाउन हुने प्रमुख आयोजक कर्ता परिवार बस्नेत परिवार एवं तृतीय दिवसीय संध्याकालीन महात्म्य साथै भक्ति भजनमय संध्या का निमित्त बनेर यो रात्रि को समयलाई पनि प्रवाह नगरिकन टाढा नजिकबाट पाल्न हुने भक्तिमती माताहरू भावमय पिताहरू साथै धर्मप्राण युवा दाजुभाइ तथा दिदीबहिनीहरू आज हामीहरू नै परब्रह्म परमात्मा भगवान श्री हरिका असीम अनुकम्पाद्वारा नै कौशिक गोत्रीय सम्पूर्ण पितृहरूको उद्धारको कामना गर्दै र आफू लगायत आफ्ना सन्ततिहरूमा सुस्वास्थ्य दीर्घायु उज्जवल भविष्यको कामना गर्दै बस्नेत परिवारद्वारा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तृतीय दिवसको पनि सन्ध्याकालीन महात्म्य सत्रमा हजुर हामी सबैजना उपस्थित भइसकेका छौँ। मात्रै गर्छौँ तर चिन्तन कसैको गर्दैनौँ हामी, त्यसैले हामी दुःखी छौँ जीवनमा। चिंतन से कसको गर्ने त भन्दा श्री कृष्ण चरणाम भोजम स्मर दुःखम गमिष्यति। भगवान श्री कृष्ण का चरणार बिंद को ध्यान गर तिमी, किनकि कृष्ण भन्दा दयालु र कृष्ण भन्दा कृपालु यो दुनियामा अर्को कोही पनि छँदै छैन। भगवानले कृष्णमा जति भक्त प्रतिको लगाव छ त्यो अरूमा देखिँदैन। त्यसैले कृष्णको विषयमा तिमी चिन्तन गर, तिमीलाई आनन्द मिल्नेछ देवी भनेर नारदजी भन्नुहुन्छ। अनि भगवान कृष्ण दयालु हुनुहुन्छ भन्ने प्रमाण चाहिँ के छ नि त, हैन? भरि चिन्तन गरिएला तर दयालु हुनुहुँदो रहेन रहेछ भने त चिन्तन व्यर्थ हुन्छ। फेरि कृष्ण दयालु हुनुहुन्छ भन्ने प्रमाण के छ? नारदजीले भन्नुभयो प्रमाण त कति छन्, तर त्यस मध्येमा पनि म तिमीलाई एउटा प्रमाणिक कुरा सुनाउँछु। द्रौपदी च परित्राता येन कौरवकस्मला पालिता गोपसुन्दर्या स कृष्ण क्वापि नो गतः। कौरव र पाण्डवका बीचमा जुवा खेल चल्यो। पाण्डवहरूले सबै थोक दाउमा लगाउँदै गए, हार्दै गए। दुर्योधनका मामा शकुनीले छल कपट गरेर पाण्डवहरूलाई जुवामा हराइदिए। शकुनी भनेको दुर्योधनका मामा, तर शकुनीले दुर्योधनलाई जिताउन भनेर उनी आएका थिएनन्। यो कुरा ध्यान दिनुहोला। हजुरले महाभारतलाई कतिको बुझ्नु भएको छ? महाभारत बुझ्न बडा गाह्रो छ। जसले महाभारत बुझ्यो उसले राजनीति बुझ्यो। महाभारत जसले बुझेन उसले राजनीति कहिले पनि बुझ्न सक्दैन र गर्न पनि सक्दैन। कसैलाई राजनीति गर्ने विचार छ भविष्यमा भने पहिलो कुरा
2 वर्षसम्म घोडा धसेर कुना पसेर कुनै गुरुका घर शरणमा गएर बसेर पहिला महाभारत पढ्नु होला। 2 वर्षसम्म, 2 वर्षभन्दा माथि लाग्छ महाभारत पढिसक्न। महाभारतको गहिरो अध्ययन गर्नु होला। पूर्वीय दर्शनको अध्ययन गरेका उनीहरूले जस्तो राजनीति गरे त्यस्तो राजनीतिहरूमा चाहिँ हजुरहरूलाई लाग्यो होला फेरि यो त काङ्ग्रेस रहेछ भन्ने लाग्यो होला। तर मेरो कुनै पार्टीसँग लेनदेन छैन। पार्टी मेरो विषय होइन, तर उनीहरूको क्षमताको र उनीहरूको अध्ययनको कुरा म गर्दैछु। हामी भनेको माओवादीका घरमा पनि जान्छौँ, काङ्ग्रेसका घरमा पनि जान्छौँ, राप्रपाका घरमा पनि जान्छौँ, हामी सबै स्वतन्त्रका घरमा पनि हामी जान्छौँ। हामीलाई सबैले बोलाउनुहुन्छ, हामी सबै कहाँ पुराण भन्छौँ यसै गरी बसेर। हाम्रो पार्टीसँग कुनै लिनदेन हुँदैन, तर उनीहरूको क्षमताको कुरा म गर्दैछु। र उनीहरूको जस्तो घुमाएर राजनीति गर्ने व्यक्ति पाउन मुस्किल छ। मदन भण्डारी, हजुरहरूलाई थाहा छ, मदन भण्डारी वृन्दावनमा बसेका थिए। वृन्दावनमा पढ्थे मदन भण्डारी। हामी जब भागवत, परमात्मा श्रीकृष्ण साह्रै दयालु हुनुहुन्छ। कौरव र पाण्डवका बीचमा जुवा खेल चल्यो। शकुनीले हराइदिए। शकुनी दुर्योधनलाई जिताउन होइन हराउन आएका थिए। शकुनीले दुर्योधनका पक्षमा रहेर कर्म गरे, युद्ध पनि गरे, तर दुर्योधनको विनाश चाहन्थे। आफ्नै भान्जाको विनाश चाहन्थे शकुनी। तर हेर्दाखेरि सुन्दा हामी के बुझ्छौँ भने आफ्ना भान्जाहरूलाई जिताउन आएका थिए भन्ने बुझ्छौँ हामी। त्यसैले मैले भने महाभारत बुझ्न गाह्रो छ। शकुनी त दुर्योधनको आफ्ना भिनाजु धृतराष्ट्रको विनाश चाहन्थे। उनी धृतराष्ट्रले दुःख पाएको हेर्न चाहन्थे उनी। किन भन्दा धृतराष्ट्रले गान्धारीलाई, शकुनीकी दिदीलाई जबरजस्ती विवाह गरेको थियो। धृतराष्ट्र दृष्टिविहीन थिए, आँखा देख्दैनथे। मेरी दिदी आँखा देख्ने भएर पनि बिनाजु आँखा नदेख्ने भएकाले जीवनभरि मेरी दिदीले कालो पट्टी बाँधेर बस्नु पर्यो। जीवनभरि संसार हेर्न पाइनन् मेरी दिदीले। त्यसैले जसरी मेरी दिदीको जीवन अन्धकार भयो, त्यसै गरी म बिनाजुको जीवन पनि अन्धकार बनाइदिन्छु। र जबसम्म बिनाजु आफ्नै छोराहरूका, मेरा भान्जाहरूका लास माथि बसेर रोँदैनन्, अबसम्म मलाई शान्ति मिल्नेवाला छैन भनेर प्रतिज्ञा गरेर आएका थिए शकुनी। हजुरहरूलाई थाहा छ, राम्रो पुष्प त काँडाका बीचमा नै फुलेको हुन्छ। जो सुन्दर हेरौँ हेरौँ लाग्ने फुल हुन्छ नि, त्यो काँडाका बीचमा फुलेको हुन्छ। राम्रो पुष्पलाई हासिल गर्नका लागि काँडासँग सङ्घर्ष गर्नै पर्छ। केही पाउनका लागि केही गुमाउनै पर्छ। भगवानले पनि हात लम्काएर पुष्प टिप्दै हुनुहुन्थ्यो। औँलामा त्यो काँडाले घोचिदिएछ, रगत बग्न लाग्यो। द्रौपदीले देख्नुभयो, तुरुन्तै आफूले लगाएको साडीको आँचल समातेर द्रौपदीले चर्र पारेर च्यात्नुभयो। अनि त्यो साडीको टुक्रा भगवान कृष्णका हातका औँलामा बाँधिदिनु भयो। भगवानको रगत रोकियो। भगवानले त्यतिखेर केही पनि भन्नु भएन द्रौपदीलाई, तर मनमा नै भन्नुभयो, हे द्रौपदी, आज मलाई आपत परेका बेला तिमीले साडीको टुक्रो प्रदान गरेर बाँधिदिएर मलाई ठुलो सहयोग गर्यौ। म यो शिरोधार्य गर्छु यो तिम्रो सहयोगलाई। र कुनै दिन तिमीलाई पनि आपत परेछ भने म पनि विचार गरौँला है भनेर भगवानले मनमा नै त्यति मात्रै भन्नुभयो, अरू केही भन्नुभयो। द्रौपदीले भगवानलाई आपत पर्दा साडीको टुक्राले बाँधिदिन्। त्यही साडीको सानो टुक्रो नि
त्यसैलाई विशाल बनाएर धेरै बनाएर भगवानले द्रौपदीलाई आपत परेका बेला त्यही साडी प्रदान गर्नुभएको हो सज्जन। भगवानले कतै आएर किनेर लगेर दिएको साडी होइन त्यो पनि त जान्नु पर्यो। नारदजीले गएर सबै ऋषि मुनि साधु सन्त महात्मा तपस्वी ज्ञानी गर्न बद्रीनारायण धामतिर जान्छु र तपस्या गरेर सत्कर्मको अर्थ पत्तो लगाउँछु भनेर नारदजी बद्रीनारायण धामतर्फ दौडिँदै जाँदै हुनुहुन्थ्यो। बाटामा सनकादिकहरूसँग भेट भयो। हिजो हामीले कथा सुन्दै थियौँ नि, नारदजी हस्याङ फस्याङ गर्दै दौडिँदै बद्री धामतिर जाँदै हुनुहुन्थ्यो। बाटामा सनकादिकहरूसँग भेट भयो। कहाँ हिँड्नु भएको तपाईँ यति दुखी भएर भनेर सनकादिकहरूले सोध्दा नारदजीले भन्नुभयो, बताउँदै हुनुहुन्थ्यो आफ्नो दुःखको कारण। के रहेछ त दुःखको कारण भन्दा सत्कर्मको अर्थ जान्नका लागि तपस्या गर्न जाँदै हुनुहुँदो रहेछ नारदजी। र तिनै सनकादिकहरूलाई नारदजीले भन्नुभयो, तपाईहरू त ब्रह्माका सबैभन्दा जेठा छोरा मेषा मुखी बच हजुरहरूका मुखारविन्दबाट हरि शरणम भनेर भगवानका नामहरू उच्चारण भइरहन्छन्। साह्रै विद्वान हुनुहुन्छ तपाईहरू। भने अब हजुरहरूले बताइदिनुहोस् कि सत्कर्म भनेको के हो भनेर नारदजीले सोध्नुभयो। श्रीमद्भागवतालाप सतुगीत सुकादिले पाठ गरेर सुनाउनु भयो भने ती ज्ञान र वैराग्य अवश्य जागरुक हुनेछन्। अब यतिखेर त आँपको फल खाने बेला त भएको छैन, बजारमा पनि छैन, भर्खर चिचिला छन् आँपका। तर पोहोर खाएको आँपको फलको स्वाद साह्रै जिब्रामा झुन्डिरहेको छ। खाउँ लाग्यो यतिखेर आँप। मनमा विचार आएछ आँपको फल नभएर के भयो र वृक्ष त छँदैछ नि आखिरीमा भनेर आँपका वृक्षका छेउमा गइयो। यसो तलदेखि माथिसम्म हेऱ्यो। यही वृक्षमा पहिला पत्ता पाउलिन्छन्, अनि फुल्छ, अनि फल्छ, चिचिलो हुन्छ, अलि ठुलो भएपछि टर्रो हुन्छ, अलि ठुलो भएपछि अमिलो हुन्छ, अनि त्यही अलि ठुलो भएर पाकेपछि मिठो हुन्छ। भने यही वृक्षमा फलेको फल त्यो आँपको फल त्यति मिठो हुन्छ भने यो वृक्ष पनि रुख पनि त मिठै छ होला नि त। रुख मिठो नभई त फल मिठो पक्कै फलेन होला भन्ने विचार गरेर आँपको फलको स्वाद पाउनका लागि हामीले त्यो आँपको वृक्षका बोक्रा तासेर चबायौँ भने, पत्ता चबायौँ भने, डाला चबायौँ भने हामीहरूलाई त्यो आँपको फलको स्वाद मिल्ला त? हाँगा पत्ता बोक्रामा मिल्छ? मिल्दैन। जुन स्वाद फलमा हुन्छ त्यो स्वाद बोक्रा हाँगा पत्तामा कहिल्यै पनि हुँदैन सजन। फल छ त्यही रुखमा तर स्वाद अलग अलग छ। त्यस्तै प्रकारले अन्य शास्त्र वेद वेदान्त भनेको आँपको वृक्ष मात्रै हो। त्यो वृक्षमा फलेको मिठो फल जसलाई रसास्वादन गर्नका लागि हाम्रो जिब्रो लालायित बनिरहन्छ त्यो फल भनेको श्रीमद् भागवत महापुराण हो। फेरि अर्को पनि उदाहरण दिनुहुन्छ, यथा दुग्धे स्थितम सर्पिर न स्वादायोपकल्पते। एक दिन हामीलाई भोजन गर्न बसेका बेलामा घिउ खान मन लागेछ। आज त भात खान बसेको त रोचला जस्तै छैन। अब के गर्ने त घिउ छैन, साँच्चै छैन भन्दा छैन। त्यसो भित्र घिउ हुन्छ भने त्यही दुध छ भने भइगयो नि, घिउ किन चाहियो भनेर दुध 1 गिलास दुध ल्याएर भातमा हालेर
रमाइलो भज गाउँदै गरौँ रमाइलो भज गाउँदै गरौँ रमाइलो रमाइलो पुराण पुरुषोत्तम भगवानको जय समादरणीय भक्त सज्जन, हामीहरू श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आज तेस्रो दिनको सायङ्कालीन सत्रमा उपस्थित भएर सायङ्कालीन सत्रमा श्रवण गरिने श्रीमद् भागवत महापुराणको महात्म्यका प्रस्तुतिहरूलाई सुन्न कथाहरूलाई हामीहरूले पूर्ण गरिसकेका छौँ। परम श्रद्धेय वन्दनीय गुरुवरका श्रीमुखबाट पावन प्रसङ्गहरूलाई हामीहरूले श्रवण गरिसकेका छौँ र अब हामीहरूले सायङ्कालीन सत्रमा हिजोबाट बेलुकीको सत्रमा यो महात्म्यको कार्यक्रम पश्चात छोटो एउटा ज्ञानवर्धक कार्यक्रम ज्ञानमञ्चको कार्यक्रम अथवा प्रश्नोत्तरको कार्यक्रमलाई पनि हामीहरूले हिजोबाट सञ्चालन गरेका थियौँ, जुन कार्यक्रमबाट हामीहरूले केही सिक्न सकौँ, केही प्रश्नहरूको धार्मिक प्रश्नहरूको पनि हामीहरूलाई ज्ञान प्राप्त होस् भन्ने सुन्दर उद्देश्यलाई पवित्र उद्देश्यलाई लिएर हामीहरूले यो कार्यक्रमलाई हिजोबाट सञ्चालन गरिरहेका छौँ र सोही अनुरूप आज पनि प्रश्नोत्तरको कार्यक्रमलाई लिएर हामीहरू उपस्थित भइसकेका छौँ। यो पनि आज हामीहरू गर्नेछौँ। जुन रिचार्ज कार्डहरू आयोजक परिवारको तर्फबाट यहाँ प्राप्त भएको छ भने त्यसै गरेर अर्को प्रायोजककर्ता हुनुहुन्छ रत्न प्लस कमला चौहान फाकफोक थुम गाउँपालिका वार्ड नम्बर 2बाट उहाँहरूले नगद पुरस्कार नगद रु 600 रुपियाँ यहाँ प्रदान गर्नुभएको छ, जसले सही उत्तर दिनुहुनेछ उहाँहरूलाई यो प्रदान गरिदिनु हुन भनेर उहाँहरूले प्रदान गर्नुभएको छ र जसले प्रायोजन गर्नुभएको छ उहाँहरूलाई पनि भागवत भगवानको कृपा सदा सर्वदा प्राप्त भइरहोस्। एकचोटि यहाँ हुनुहुन्छ भने उठिदिन म अनुरोध गर्दछु। रत्न प्लस कमला चौहान, उहाँलाई जोरदार तालीले समूह मातृ समूहलाई आजको पहिलो प्रश्न ध्यान दिनुहुनेछ। हामीहरूले अघि बताएका नियमहरूलाई हजुरहरूले पालन गरेर उत्तर दिनुहुनेछ। अन्यथा नियम पालन नगरिकन हजुरहरूले सही उत्तर दिनुभयो भने पनि त्यो मान्य हुने छैन, पछाडि दुःखी नहुनु होला र नियमलाई पालन गरेर उत्तर दिनुहुनेछ। आजको पहिलो प्रश्न मातृ समूहहरूलाई। हामीहरूले आज दिवाकालीन सत्रमा एकजना ऋषि कश्यप नाम गरेका ऋषिको कथालाई श्रवण गरेका थियौँ, जसका 13वटी पत्नीहरू रहेका थिए, जसका 2वटी पत्नीहरूबाट एउटी पत्नीबाट दानवहरू र अर्की पत्नीहरूद्वारा देवताहरूको जन्म भएको थियो। त्यो कथालाई हामीहरूले श्रवण गरेका थियौँ। दानव र देवताका आमाहरू 2वटी कश्यप ऋषिका 2वटी पत्नीहरूको चर्चा गरेका थियौँ। अब मातृ समूहहरूले भन्नुपर्ने हुन्छ कि ती कश्यप ऋषिका 2 पत्नीको नाम के थियो? मातृ समूह। समय अघि बढिरहेको छ, छिटो गर्नुहुनेछ। राधे दिती र अदिति उहाँले सही उत्तर दिनुभएको छ र उहाँलाई अगाडि आएर आफूले प्राप्त गर्ने सुन्दर उपहारलाई देवता अदितिका पुत्रहरू रहेका थिए र उहाँलाई जोरदार तालीले सम्मान गर्नुहुन्छ। आजको दोस्रो प्रश्न पिताजीहरूको समूहमा ध्यान दिनुहुनेछ। पिताजीहरू हामीहरूले आज दिउँसोको कथामा श्रवण गरेका थियौँ, भगवानले वराहको अवतारलाई लिएर पृथ्वीको उद्धार गरिरहेका समयमा एउटा राक्षसको उद्धार गर्नुभएको थियो। हिलोमा डुबेकी पृथ्वीलाई उद्धार गर्नका निमित्त वराह अवतारलाई लिएर पृथ्वीको उद्धार गरिरहेका समयमा एउटा राक्षसको उद्धार गर्नुभएको थियो भगवानले। अब पिताजीहरूले भन्नुपर्ने हुन्छ कि भगवानले वराह अवतारलाई लिएर उद्धार गरिएको त्यो राक्षसको नाम के थियो? वराहले उद्धार गरिएको राक्षसको नाम के थियो? असुरको नाम। राधे राधे। महिषासुर
मिलेन राजा धन्यवाद साना भाइ उठे ठिक छ ट्रेन अगाडि बढ्दैछ भन्ने जम्मैबाट पास मिलेर हिरण्याक्ष उताको सही थियो तर राधे राधे नभनिकन भनेकाले हामीले नियम मानेका छौँ नियम सबैलाई लागू हुन्छ त्यस कारणले हामीहरूले त्यसलाई सही गर्न सकेनौँ हाम्रो आदरणीय गुरुले यो महान यज्ञको आचार्यको रूपमा वर्णित हुनुहुन्छ उहाँलाई जोरदार सम्मान गर्नु मातृ समूहहरूलाई ध्यान दिनु होला सजिलो प्रश्न यज्ञ नारायणकी पत्नीको नाम के हो जयन्ता रिजल जसले आजको तेस्रो प्रश्नको सही उत्तर दिएकी छिन् नानीलाई जोरदार तालीले सम्मान गर्नुहुनेछ आजको चौथो प्रश्न पिताजीहरूको समूहलाई ध्यान दिनुहुनेछ आज दिवाकालीन सत्रमा हामीहरूले यो कथालाई श्रवण गरेका थियौँ अग्निकी पत्नीको नाम के हो फटाफट यो कार्यलाई अगाडि बढाइरहेका छौँ रोशन पोखरे जसले सही उत्तर दिनुभएको छ उहाँलाई पनि जोरदार तालीले सम्मान गर्नुहुनेछ पाँचौँ प्रश्न मातृ समूहहरूलाई हामीहरूसँग आज 6वटा प्रश्नहरू रहेका छन् त्यस कारणले हामीहरू फटाफट पस्किरहेका छौँ मातृ समूहहरूलाई आजको पाँचौँ प्रश्न हामीहरूले अघि नियममा भनिसकेका छौँ एउटा प्रश्नको सही उत्तर दिएर पुरस्कारलाई प्राप्त गरिसक्नुहुने सज्जनहरूले पुनः दोस्रो प्रश्नको उत्तर दिनुहुने छैन अनि अर्कालाई सिकाउनु पनि हुने छैन सभ्य भएर सबैजनाले आफ्नो परिचय दिनुहुनेछ आजको पाँचौँ प्रश्न मातृ समूहहरूलाई पितृकी पत्नीको नाम के हो अग्निको पत्नीको नाम स्वाहा हो भने पितृदेवताकी पत्नीको नाम के हो आइराखेको रहेछ यत्रो बेर बसेर अलि सुरुमै दिनुपर्छ आदरणीय आमा हुँदै हुनुहुन्छ आफूले प्राप्त गर्ने सुन्दर उपहारलाई भागीरथा थापाले जसले आजको पाँचौँ थापा भागीरथा थापा जसले आजको पाँचौँ प्रश्नको सही उत्तर दिनुभएको छ उहाँलाई पनि जोरदार तालीले सम्मान गर्नुहुनेछ त्यसै गरेर हिजो पनि हामीहरूले श्रीमद् भागवत महापुराण अन्तर्गत रहेर प्रश्नहरू पसिएका थियौँ अन्तिम प्रश्न समसामयिक अन्य हाम्रा कार्यहरूमा अन्य विविध कार्यहरूमा हामीहरूलाई काम लाग्ने प्रश्नहरू अन्तिम प्रश्नको रूपमा हामीहरूले पस्केका थियौँ भने आज पनि श्रीमद् भागवत महापुराणको कथाबाट बाहिर निस्किएर यो अन्तिमको प्रश्न हामीहरू पस्कँदैछौँ पिताजीहरूलाई ध्यान दिनुहोला हामीहरू कुनै पनि यज्ञहरू गरेका समयमा पञ्चामृतको निर्माण गर्ने गर्दछौँ अनि यज्ञलाई पूर्ण गरिसके पश्चात प्रसादको रूपमा त्यो पञ्चामृतलाई ग्रहण गर्ने गर्दछौँ अब पिताजीहरूको समूहले भन्नुपर्ने हुन्छ कि त्यो पञ्चामृतमा लगाउने 5वटा अमृतहरू के हो राधे राधे को उठ्नुभयो एउटा छेत्री भाइ राधे राधे उहाँले सही उत्तर दिनुभएको छ दुध दही घिउ चिनी मह यी त्यो कपुर भन्दै हुन्छ कपुर मरी ल्वाङ इलाइची हाम्रो जिब्रोको स्वादका लागि मात्रै लगाइएको पञ्चामृत बनाउँदा दुध दही घिउ चिनी र मह यी 5वटा चिजहरूले पञ्चामृत बन्ने गर्दछ र अगाडि आएर आफूले प्राप्त गर्ने सुन्दर उपहारलाई लिनुहुनेछ र हामीहरू निरा थापा जसले आजको अन्तिम प्रश्नको सही उत्तर प्रदान गर्नुभएको छ उहाँलाई पनि जोरदार तालीले
सम्मान गर्नुहुनेछ। आगे आगे बाँसुरी वाला पछि पछि गोली बिहार। आगे आगे बाँसुरी वाला पछि पछि गोली बिहार। मायामा देउतै चरी खानेलाई दोको छोडी मधुरा जानेलाई। आगे आगे बाँसुरी वाला